ल गाइज आज चाहिँ एकदम नयाँ ठाउँमा आएको छु। सधैँभरि अब एउटै ठाउँमा कति हिँडिराख्ने होइन, हिँडिराखेर अब एउटै बाटो कति झ्याउ लाग्दो रहेछ क्या। यसो साथी साथी भयो भनेदेखि यसो गफ गर्दै उड्दै भाग्न मन अच्छा राम्रो हुँदो रहेछ। तर एक्लै भएपछि चाहिँ अलिकति झ्याउ क्या। त्यही भएर आज मैले हल्का लोकेसन चेन्ज गरेको छु। यो एरियातिर आएको छु। यो चाहिँ सम्भवतः मेरो एरियातिरको अग्लो यही बिल्डिङ होला, नत्र प्राय अरूतिर अलिक सानो सबैतिर छ। लोकेसन चेन्ज गरेको छु। हल्का ग्रिनरी छ, लाइटिङ साइटिङ छ होइन, बोट बिरुवाहरू छन्। अब रुख लबर हो के अरे, रुख भएपछि त्यतिकै पनि प्यारो लाग्ने। त्यही भएर आज हल्का मेरो लोकेसन चेन्ज भएको छ साथीहरू। दिनदिनै बढेको छ के अरे मेरो किलोमिटर चाहिँ। हिजो 4 साढे 4 5 पुगेको थियो। आज फेरि मेरो लगभग स्टेप त हेरेको छुइनँ, अलमोस्ट 5-6 किलोमिटर चाहिँ भइसक्यो होला। एक्लै भएपछि होइन अलिकति गाह्रो हुने क्या होइन, कि अब हेडफोनै लाउनु पऱ्यो गाना सुन्दै, नत्र यो सुनसानमा अलिकति दिनै पछि त्यो एउटै बाटो हिँड्दाखेरि अलिकति मजा आएन क्या, एक्लो फिल भयो जस्तो भयो। त्यही भएर आज एउटा नयाँ ठाउँमा नयाँ रास्ता चेन्ज गरेर अर्को ठाउँतिर आएको छु। यो ठाउँतिर त्यति लाइट नभएको कारणले चेहरा त राम्रो नआउला, तर मेरो भोइस चाहिँ सुन्नुहुन्छ तपाईँहरूले। यो भोइस सुनाउनलाई मात्रै होइन, तर यो नयाँ ठाउँमा आएको छु। त्यही भएर लोकेसन चेन्ज भएको छ गाइज। मजा आउँछ कहिलेकाहीँ नयाँ बाटो। आज चाहिँ यो बाटो कहाँसम्म होला, कहाँ पुगिएला, एउटा उत्साह पनि हुँदो रहेछ क्या। त्यसो भए अलि चाँडो हिँड्ने, कहाँ पुगिएला के गरिएला चट्ट छु। यति सुविधा हुन्छ यतातिर क्या। अब यो बस स्ट्यान्ड हो होइन, बस स्ट्यान्ड हो यहाँनिर। यो बस स्ट्यान्ड हो, यहाँनिर बस रोक्छ, चट्टभित्र एसी सेसी छ। यति सुविधा चाहिँ छ क्या यहाँ। यहाँको अब सुविधालाई चाहिँ मान्नै पर्छ। यस्तो एरियामा पनि टक्क बस आउन्जेलसम्म भित्र एसीमा चट्ट बसेर बस आइसके पछाडि यात्रा गर्न सकिन्छ। ल गाइज, किप मुभिङ, किप गोइङ है। हो, तर आज पनि हिजो मात्रै ह्युमिडिटी बेसी भनेको, तर आज पनि ह्युमिडिटी चाहिँ बबाले रहेछ।